कुनै पनि फिल्डमा जब गर्दा हुन्छ कि बिजनेस गर्दा हुन्छ कि बिगिनिङ फेजमा चाहिँ हार्ड हुनसक्छ क्या गाह्रो हुनसक्छ किनकि हामी नौलो हुन्छ त त्यो फिल्डमा सो तर 1 दिन 2 दिन गर्दै त्यो कुरा चाहिँ बानी पर्दै जान्छ कि बिस्तारै हाम्रो लाइफस्टाइल बन्दै जान्छ सँगसँगै हामीले हुन्छ नि आफूलाई अपडेटेड बनायो भने चाहिँ राम्रो राम्रो मान्छेहरूसँग भेट हुन्छ राम्रो राम्रो कुराहरू सिकिन्छ अझ बेटर वेमा चाहिँ एक्जिक्युट गर्न सक्छौँ कि अलवेज हुन्छ नि हाम्रो क्युरियोसिटीलाई चाहिँ हामीले मार्नु भएन अलवेज हामीसँग प्लानिङ हुनु पऱ्यो सँगसँगै चाहिँ हामीसँग एक्जिक्युट गर्ने चाहिँ एउटा विल पावर पनि हुनु पऱ्यो र त्यो अनुसारको डिसिप्लिन हुनु पऱ्यो सो लाइफमा पैसा मात्रै भएर पनि हुँदैन लाइफमा पढाइ मात्रै भएर पनि हुँदैन नि लाइफमा तिमीसँग आइडिया पढाइ हुन्छ नि डिसिप्लिन छौ भने पैसा भन्ने चिज चाहिँ कमाइन्छ कि मलाई चाहिँ त्यस्तो कुरा लाग्छ सो एट द सेम टाइम देयर इज लड अफ हुन्छ नि मान्छेहरू चाहिँ जो चाहिँ स्टार्ट गरिरहेको छ लाइक मी सो वी आर नट रिच बट हुन्छ नि हामीले गरेको प्लानिङ त आफ्टर इयर हो नि त सो वान डे भन्ने कुराले चाहिँ हामीलाई चाहिँ डेली बेसिसमा हामी आफ्नो टु डु लिस्टमा भएर बसेर चाहिँ काम गरिरहेको छ सो यो कुराहरू चाहिँ छ जसले चाहिँ हुन्छ नि बिजनेसले हुन्छ कि जबमा हुन्छ कि वाट एभर आफ्नो बेस्ट दिने हो आफ्नो कर्म राम्रो गर्ने हो फलको आश चाहिँ अब त्यही भन्छ नि एउटा भनाइ छ नि मेहनत गर्दै रह ऊपरवालाले छप्पर फाकिदिएन सो यही नै हो कि एउटा हामी आशामा हुन्छ नि हामी अगाडि बढ्छौँ ताकि हामी हामी हात खुट्टा बाँधेर हामी आफ्नो कम्फोर्ट जोनमा बसिरहेको छैन हामी फिल्डमा उत्रिसकेको छौँ हामीले मेहनत गर्ने एभ्री डे हुन्छ नि 5 आवर हुन्छ कि 10 आवर हुन्छ कि खट्ने हो मेहनत गर्ने हो आफूलाई बेस्ट बनाउने हो आफूलाई चाहिँ हुन्छ नि कुनै पनि फिल्डमा लैजाँदाखेरि पनि आफू चाहिँ क्यापेबल हुने हो कि यदि हामी क्यापेबल भयौँ भने चाहिँ देयर इज अ लड अफ अपर्च्युनिटी धेरै कुराको ढोका चाहिँ खुल्छ कि सो म यङ मान्छेहरूले चाहिँ के भन्छु भन्दाखेरि चाहिँ 20s चाहिँ हामीले पढाइमा मात्रै डिपेन्ड भएर मात्रै पनि हुँदैन क्या हामीसँग कुनै स्किल बेस्ड प्रोग्रामहरूमा चाहिँ हामी इङ्गेज हुनु पऱ्यो इङ्गेज भएको हुनु पऱ्यो त्यो कुराहरूले चाहिँ हामी कुनै स्पेसिफिक हुन्छ नि कुनै आउट अफ हुन्छ नि एजुकेसन फिल्डमा हामी इन्भल्भ भएर काम गऱ्यो भने चाहिँ हामीले अझै मोर लाइफलाई बुझिन्छ हामीसँग धेरै एक्सपिरियन्स पनि हुन्छ सो आफू कसरी अगाडि बढ्ने आफूलाई कस्तो डिरेक्सन दिने त्यो आफ्नो हातमा हुन्छ यु आर द ओनर अफ युर लाइफ आफूलाई बोस बनाउनुपर्छ ओनर बनाउनुपर्छ आफूलाई सिइओ बनाउनुपर्छ आफ्नो लाइफलाई एन्ड तिमी आफ्नो इन्सपिरेसन हुनु पऱ्यो क्या आफै बुझ्यौ नि लाइफमा तिमी तिम्रो ठुलो भक्त हुनु पऱ्यो कि तिमी नै तिम्रो बेस्ट भर्सन बन्नु पऱ्यो कि जुन कुरा हुन्छ नि तिमीले पास्टलाई हेरेर हुन्छ कि तिमीले हुन्छ नि आफ्नो फ्युचर प्लानिङलाई हेरेर हुन्छ कि आफूलाई पुस गर्ने हो कि राम्रो राम्रो मान्छेहरूसँग हुन्छ नि सिक्ने हो आफ्नो सिस्टमलाई अपग्रेड गर्नको लागि नयाँ नयाँ मान्छेहरूसँग हुन्छ नि कनेक्टमा बस्ने हो नयाँ नयाँ रिलेसन बिल्डअप गर्ने हो हुन्छ नि एभ्री टाइम हुन्छ नि आफू अर्गनाइज भएर अगाडि बढ्ने हो सो तिम्रो फेसले तिम्रो हुन्छ नि लाएको कपडाले केही पनि म्याटर गर्दैन कि म्याटर के गर्छ तिम्रो भिजन तिम्रो नलेज तिम्रो आइडिया तिम्रो थट तिम्रो ओपिनियन तिम्रो सर्कल तिम्रो हुन्छ नि तिमीले गर्ने डेली एक्टिभिटिजले तिमी डिसिप्लिनमा बस्छ कि बस्छन् तिम्रो टु डु लिस्टले सो तिमी कस्तो कुराहरू कन्ज्युम गर्छौ सोसल मिडियाबाट यही सोसल मिडियाबाट त धेरै मान्छेले हुन्छ नि धेरै कुराहरू सिकिरहेको हुन्छ नि फर इक्जाम्पल हुन्छ नि फाइनेन्स रिलेटेड हुन्छ नि कुनै पनि एजुकेसन रिलेटेड अथवा कुनै हेल्थ रिलेटेड कुराहरू त मान्छेहरूले यही सोसल मिडिया प्लेटफर्मबाट हुन्छ नि सिकिरहेको हुन्छ नि जस्ट हामी चाहिँ वेस्ट गरिरहेको हुन्छ क्या सो स्मार्ट मान्छेहरूले त धेरै कुरा सिकिरहेको हुन्छ सोसियल मिडियाबाट त्यही भएर चाहिँ लाइफमा कसैसँग टाइम हुँदैन र सबैसँग टाइम हुन्छ सबैसँग टाइम पनि हुँदैन कि त्यो रहेछ कि भन्न खोजेको चाहिँ जो मान्छेले चाँडो त्यो कुरा सोचेर स्टार्ट गरेको छ उनीहरूसँग इन द फ्युचर लट्स अफ टाइम बट हामीले त्यो कुरा भइहाल्छ नि भोलि पर्सि भइहाल्छ भन्ने हिसाबले अगाडि बढिरहेको मान्छेहरूसँग चाहिँ त्यो कुरा हुँदैन कि जसले गर्दाखेरि चाहिँ हामीलाई रिटायर लाइफमा चाहिँ हामीले दुःख पाइरहेको हुन्छ हामी स्टिल स्ट्रगल गरिरहेको हुन्छ मेहनत गरिरहेको हुन्छ कि आफ्टर द एज अफ 40 50 60 वाट एभर सो गाइज दिस इज द टाइम वी हेभ लड अफ पोटेन्सियल कि हामीले धेरै कुरामा हुन्छ नि आफ्नो पोटेन्सियल अनलक गर्न सक्छौँ सो कहिले पनि कसैले पनि तिमीलाई हेल्प गर्नेवाला छैन कि
यु आर द वान। सो कसैको सिटको लागि तिमी दौडिनु परेको छैन कि त्यो सिटको टेबल चाहिँ तिमी बनाउन सक्छौ कि द्याट्स द फ्रिडम फर यु। सो यदि तिमीले टेबल बनाउन पाइरहेको छौ भने डोन्ट रन फर अ सिट, रिमेम्बर।